हाम्रा सम्पूर्ण बार युनिटका अध्यक्षज्यू लगायत पदाधिकारी सदस्यहरू, वरिष्ठ अधिवक्ताज्यू लगायत यहाँ यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण कानुन व्यवसायीहरूमा म सप्तरी जिल्ला बार एसोसिएसनको तर्फबाट र व्यक्तिगत डोमन शाहको तर्फबाट पनि सबैमा यो क्रान्तिकारी अभिवादन टक्राउन चाहन्छु। आज कार्तिक 14 गतेदेखि नियमित रूपमा नेपाल बार एसोसिएसन न्यायपालिकाको शुद्धिकरणको लागि यो विवादित भ्रष्ट प्रधान न्यायाधीशको राजीनामा माग गरेर आन्दोलनरत हुनुहुन्छ र त्यो आन्दोलनमा सम्पूर्ण बार इकाइका युनिटहरू एकबद्धता जनाई आन्दोलनमा उत्रिनु भएको छ। कतै कतै नेपाल बार एसोसिएसनको आन्दोलन तुहिन लागेको छ कि भने पनि हाम्रा मफसलका बारहरूले आन्दोलन गरेको छ। हामी त्यतातर्फ कदापि त्यो तुहिन दिन छैनौँ भनेर प्रदेश नम्बर 2 का सम्पूर्ण बार युनिटहरू एक ढिक्का भएर हामी आन्दोलन गरेका छौँ र त्यहाँ निर्णय गरेका छौँ प्रधान न्यायाधीशको राजीनामा र नेपाल बार एसोसिएसनमा जुन यो न्यायपालिकाको न्याय परिषदको संरचना छ त्यो संरचना समेत फेरबदल गर्नुपर्ने छ र जिल्ला अदालत र उच्च अदालतमा समेत विशेष अदालतमा समेत गोला प्रथाबाट यो पेशी व्यवस्थापन गर्नुपर्ने जबसम्म निरन्तर यो गोला प्रथाको प्रणाली व्यवस्थापन हुँदैन प्रदेश नम्बर 2 का सम्पूर्ण अदालतहरूको सम्पूर्ण सुनवाई बन्द गरिएको छ। म हजुरहरूलाई जानकारी गराउन चाहन्छु र यो आजसम्मको अल्टिमेटममा पनि यो गोला प्रणालीबाट लागू भएन भने 26 गतेदेखि अनिश्चितकालको लागि अन्तिम हदमा म्याद भएका सम्पूर्ण सेवाहरू ठप्प पार्ने प्रदेश नम्बर 2 ले निर्णय गरिसकेको छ। सम्पूर्ण अदालतमा यो निरन्तर चलिरहनेछ र नेपाल बारलाई एकछिन पनि अविच्छिन्न रूपमा आन्दोलनमा साथ दिनेछ भने प्रतिबद्धता समेत व्यक्त गर्दछु र यो आन्दोलनलाई पुर्याउन नदिनको लागि हामी नेपाल बारलाई पनि सचेत गराउन चाहन्छौँ। नेपाल बार खुट्टा कमाउने होइन, यो आन्दोलनलाई निचोडमा निष्कर्षमा पुर्याउनु पर्ने आवश्यकता देखिन्छ। अब त्यति मात्र होइन, यहाँ धेरै कुराहरू आइसकेको छ, मिडियाहरूमा धेरै कुराहरू आइरहेको छ। कसैलाई यो अस्ति महासचिवको कुरा आउँदै जो मुख्य न्यायाधीश बन्नको लागि आन्दोलन गरिरहेको छ, हाम्रो रक्षा बस्यालजी उपाध्यक्षको लागि आउँदैछ उच्च अदालतको न्यायाधीश। कानुन व्यवसाय भएपछि न्यायाधीश बन्नु र बनाउनु कुनै अनौठो कुरा होइन, तर योग्य व्यक्तिको लागि न्यायाधीश बन्नुपर्ने नेपाल बारले त्यो खबरदारी गर्नुपर्ने जरुरी छ। हाम्रो आन्दोलन त्यति मात्र होइन, यो प्रधान न्यायाधीशको लागि मात्र होइन, सम्पूर्ण अदालतको वरिष्ठ न्यायाधीशहरूको विषयमा आन्दोलन गर्नुपर्ने आवश्यकता हाम्रो प्रदेश नम्बर 2 लाई आएको छ र आगामी दिनमा हाम्रो प्रदेश नम्बर 2 ले यो कदमलाई अगाडि सार्नेछ र आन्दोलनको लागि तयारी भएर आन्दोलन समिति समेत गठन गरिसकेको अवस्था हजुरहरूलाई जानकारी गराउन चाहन्छु। अब यो न्यायाधीश नियुक्तिको प्रक्रियालाई हेर्दाखेरि त्यो न्यायाधीश नियुक्ति हाम्रो भन्दा पनि राम्रो व्यक्ति छान्नुपर्ने र नेपाल बारले त्यतातर्फ ध्यान दिनुपर्ने म हजुरहरूलाई जानकारी गराउन चाहन्छु। र त्यति बेला न्यायाधीश नियुक्ति हुँदाखेरि नेपाल बारले चुप लागेर बस्छ र हाम्रो मान्छे भयो भन्दैमा हाम्रो नेपाल बारले त्यतातर्फ ध्यान नदिनु यो आश्चर्यको विषय हो। आज आन्दोलन गर्नुपर्दा यो आन्दोलन किन गर्नु पर्यो, किन जरुरी छ भन्ने कुराको विषयलाई सोच्दा निश्चित रूपमा हाम्रै मान्छेलाई न्यायाधीश नियुक्ति गर्दै जाने, गल्ती गर्नेलाई कारबाही नगरिकन सरुवा गर्ने, हामी उच्च अदालतमा भएका भ्रष्टाचारको विरुद्ध आन्दोलन गर्दा न्यायाधीशहरूको सरुवा गरिदियो रे। सरुवा के कारबाही हो? कारबाही गर्नुपर्छ। त्यस्तो न्यायाधीशहरूलाई नाङ्गे झार दिनुपर्छ र अदालतबाट बहिष्कार गर्नुपर्छ। एक ठाउँमा न्याय सम्पादन गर्न नसक्ने न्यायाधीशहरू अर्को ठाउँमा कसरी न्याय सम्पादन गर्न सक्छ? त्यतातर्फ ध्यान दिनु जरुरी छ। म सबैलाई सचेत गराउन चाहन्छु, नेपाल बारलाई खुट्टा नकमाउन आग्रह गर्दछु र यो आन्दोलनलाई निष्कर्षमा पुर्याउन म आग्रह गर्दै यो आन्दोलनलाई गन्तव्यसम्म निष्कर्षमा पुर्याउन सप्तरी बार पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्दै सबैसँग एक कदम अगाडि साथ दिनेछ भन्ने विश्वास राख्दै म आफ्नो सानो मन्तव्य समाप्त गर्छु। धन्यवाद, नमस्कार।